साथी हो दिउँसो बिहानै हो 10 बजेतिर कुपिनो काटेर अनि चुना पानीमा डुबाएर छोडियो 6-7 घन्टा। त्यहाँबाट त चुना पानी फाल्नलाई पखाल्न पर्यो धेरै बेर। त्यो सबै जानी गरेर पखालियो। अनि त्यहाँबाट नि तातो पानीमा यो कुपिन्डोलाई तातो पानीमा पकाइयो आधी घन्टा जति। अनि फेरि त्यहाँबाट यो राखेर झिकेर राख्यौँ। त्यहाँबाट फेरि चिनी पानीमा 1 किलो जति चिनी, यतिमा 1 किलो जति चिनी लाग्दो रहेछ। अब गुलियो हुन्छ कि हुँदैन कस्तो हुन्छ हामी पनि पहिलोचोटि बनायो साथी। अब के थाहा र त्यत्तिकै हच्चताला बनायो कस्तो हुँदो रहेछ भनेर आजै फेरि लाइन गयो। यस्तो गाह्रो बत्ती बालेर तेलमा सुताको बत्ती बालेर अनि त्यहाँबाट बनाउन लायौँ साथी हो। यी छोरी यहीँ छन् बरा। छोरीको रहर मेरो पनि रहर। कोसिस कस्तो हुन्छ जारी छ कोसिस।